न आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले नेपालको विकास निर्माणको परिदृश्य नै बदल्न सक्छ। सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083। लामो समयदेखि चल्दै आएको 2063 को ऐनबाट यो नयाँ अध्यादेशमा जाँदा यसलाई साँच्चै नै एउटा गेम चेन्जर मानिएको छ। हाम्रा पुल, सडक वा सरकारी आयोजनाहरू कति छिटो बन्छन् र त्यसमा हाम्रो करको पैसा कसरी खर्च हुन्छ भन्ने कुरालाई यसले प्रत्यक्ष प्रभाव पार्नेछ। आउनुहोस् आजको यस विश्लेषणमा यसैको गहिराइमा पुगौँ। आजको हाम्रो छोटो मार्गचित्र यस्तो छ। हामी 2063 को पुरानो आधारबिन्दुबाट सुरु गरेर 2083 को अध्यादेशले ल्याएका मुख्य परिवर्तनहरू हेर्नेछौँ र विशेष गरी यो बीचमा रहेको रिभर्स अक्सन अर्थात् कबोल अङ्क घटाघट गर्ने बहुप्रतीक्षित विधिमा हाम्रो विशेष फोकस रहनेछ। त्यसपछि दुई खाम प्रणाली ई मार्केटप्लेस र निर्माण व्यवसायका लागि आएका नयाँ नियमहरूको पनि चर्चा गर्नेछौँ। खण्ड 1 2063 को खरिद आधार बिन्दु। नयाँ नियम बुझ्नको लागि पहिला पुरानो जग्गाई अलिकति सम्झिनै पर्छ। खासमा 2063 को ऐनले के गर्थ्यो त? यसको मुख्य काम भनेको सरकारी खरिदलाई एउटा निश्चित मापदण्डमा ढाल्नु थियो, चाहे सामान किन्दा होस् वा ठेकापट्टा दिँदा। यसले परम्परागत कागजी बोलपत्र र सबैभन्दा कम मूल्य प्रस्ताव गर्नेले ठेक्का पाउने एउटा स्थापित प्रणाली सुरु गर्यो। त्यो समयमा पारदर्शिताको लागि यो जरुरी पनि थियो। तर समय बित्दै जाँदा त्यही कागजी र परम्परागत प्रक्रिया अलि सुस्त र झन्झटिलो साबित हुँदै गयो। अब यहाँनिर एउटा रोचक विरोधाभास हेरौँ। 2063 को ऐनले कागजी प्रक्रियालाई व्यवस्थित गर्न खोजेको थियो भने अहिलेको यो 2083 को अध्यादेशको मुख्य टार्गेट नै डिजिटल आधुनिकीकरण हो। सुस्त कागजी प्रक्रियालाई हटाएर खरिद प्रणालीमा आक्रामक रूपमै तीव्रता र प्रविधि ल्याउने यसको लक्ष्य छ। खण्ड 2 2083 को अध्यादेशको प्रभाव। अब मुख्य कुरामा प्रवेश गरौँ। यसले विद्यमान अवस्थालाई कसरी क्रमभङ्ग गर्दैछ त? भर्खरै नेपाल राजपत्रमा प्रकाशित नयाँ अध्यादेशले वर्षौंदेखिका प्रशासनिक झन्झटहरूलाई कानुनी रूपमै सम्बोधन गरेको छ। कामै सुरु नगरी पेस्की रकम मात्र लिने वा वर्षौंसम्म ठेक्का ओगटेर बस्ने जुन पुरानो परिपाटी थियो नि, त्यसलाई भत्काउनको लागि यसले एकदमै स्पष्ट र नयाँ ढोका खोलेको छ। त्यसैले यो कुनै सामान्य संशोधन मात्र होइन। नयाँ बोलपत्र विधिदेखि लिएर डिजिटल पोर्टलको प्रयोग, स्वदेशी माल सामानको नयाँ परिभाषा र ठेकेदारहरूलाई अझ बढी जवाफदेही बनाउने सम्मका बृहत कुराहरू यसमा समेटिएका छन्। यसले खरिद प्रक्रियालाई पुरै नयाँ सिराबाट परिभाषित गरेको छ। खण्ड 3 विस्तृत विश्लेषण रिभर्स अक्सन। ल अब आजको सबैभन्दा महत्त्वपूर्ण र बहुचर्चित विषयमा प्रवेश गरौँ। क्रान्तिकारी रिभर्स अक्सन विधि। नयाँ कानुनको दफा 8 उपदफा 11 ले कबोल अङ्क घटाघट गर्ने अर्थात् रिभर्स अक्सन विधिलाई पहिलो पटक स्पष्ट कानुनी मान्यता दिएको छ। नेपालको सार्वजनिक खरिदको इतिहासमै यो एउटा एकदमै ठूलो फड्को हो। यसले ठेक्का पट्टामा हुने सेटिङ र कार्टेलिङलाई सिधै प्रहार गर्ने अपेक्षा गरिएको छ। अब यो रिभर्स अक्सन भनेको के हो त? सामान्य लिलामीमा हामी के गर्छौँ? कुनै सामान पाउनको लागि मूल्य बढाउँदै लैजान्छौँ, हैन त? तर यहाँ ठ्याक्कै उल्टो हुन्छ। सरकारले एउटा अधिकतम लागत तोकिदिन्छ र ठेकेदारहरूले ठेक्का पाउनको लागि निश्चित समयभित्र आफ्नो प्रस्ताव रकम घटाउँदै लगेर प्रतिस्पर्धा गर्छन्। यसले गर्दा एकाधिकार तोडिन्छ र राज्यको ढुकुटीको ठूलो रकम बचत हुन्छ। यो प्रक्रिया ठ्याक्कै कसरी अघि बढ्छ त? एकदमै सरल छ। पहिलो चरणमा सरकारले अधिकतम लागत तोक्छ। दोस्रो चरणमा बोलपत्र खोला हुन्छ। तेस्रो चरणमा ठेकेदारहरूले लाइफ सिस्टम मार्फत आफ्नो मूल्य अझै तल झार्दै तीव्र प्रतिस्पर्धा गर्छन् र अन्त्यमा सबैभन्दा कम लागत प्रस्ताव गर्नेले ठेक्का जित्छ। अन्तिम सेकेन्डसम्म पनि स्वच्छ प्रतिस्पर्धा हुने वातावरण यसले बनाउँछ। खण्ड 4 दुई खाम अर्थात् टु इन्भेलप प्रणाली। रिभर्स अक्सन सँगसँगै ठूला आयोजनाहरूमा गुणस्तर कायम गर्न अर्को महत्त्वपूर्ण व्यवस्था पनि गरिएको छ। कानुनका नयाँ दफाहरूले स्पष्ट पारेका छन् कि अब ठूला निर्माण परियोजनाहरूमा ठेकेदारले एकैपटक दुईवटा छुट्टा छुट्टै सिलबन्दी खामहरू पेश गर्नुपर्छ। एउटा प्राविधिक प्रस्तावको खाम र अर्को आर्थिक प्रस्तावको खाम। मूल्याङ्कनको प्रक्रियालाई यसले दुईवटा स्पष्ट चरणमा बाँडिदिएको छ। यसको मुख्य चुरो कुरो के हो भने अब सस्तो मूल्य राख्दैमा मात्र ठेक्का पाइँदैन। मूल्य हेर्नुभन्दा अगाडि नै प्राविधिक रूपमा त्यो काम गर्न सक्ने क्षमता, उपकरण र अनुभव छ कि छैन भनेर कडा मूल्याङ्कन हुन्छ। यदि प्राविधिक रूपमा अयोग्य छ भने आर्थिक खाम खोलिँदैन।
भनेपछि सस्तोको नाममा अयोग्य कम्पनीले काम पाउने बाटो अब पूर्ण रूपमा बन्द भयो। खण्ड 5 ई मार्केटप्लेस र स्वदेशी माल सामान। अब हेरौँ यो डिजिटल युग र स्थानीय अर्थतन्त्रलाई जोड्ने नयाँ व्यवस्थाहरू के छन्। यो नयाँ व्यवस्थाले सरकारी ई मार्केटप्लेस निर्माण गर्न अनिवार्य गरेको छ। यसको अर्थ के हो भने अब सरकारी कार्यालयहरूलाई मसलन्द वा दैनिक प्रयोगका सामानहरू किन्न लामो र झन्झटिलो कागजी प्रक्रिया गरिरहनु पर्दैन। सूचीकृत गरिएका सामानहरू अनलाइन प्लेटफर्म मार्फत सिधै दराज वा अमेजनबाट किने जस्तै छिटो र पारदर्शी रूपमा किन्न सकिनेछ। अर्को महत्त्वपूर्ण कुरा, स्वदेशी माल सामानको परिभाषालाई एकदमै कडा र प्रष्ट पारिएको छ। विदेशबाट तयारी सामान ल्याएर यहाँ प्याकेजिङ मात्र गरेर स्वदेशी भन्न पाइने छैन। स्वदेशी श्रम र कच्चा पदार्थ प्रयोग गरेर नेपालमै कम्तीमा 30% मूल्य अभिवृद्धि अर्थात् भ्यालु एडिसन भएको हुनैपर्छ। यसले गर्दा हाम्रा वास्तविक स्थानीय उद्योगहरूले साँच्चै नै फाइदा पाउनेछन्। खण्ड 6 निर्माण व्यवसायीका लागि नयाँ नियमहरू। अन्तमा यो नयाँ अध्यादेशले निर्माण व्यवसायी र आयोजना प्रबन्धकहरूलाई कत्तिको कस्न खोजेको छ त त्यो पनि हेरौँ। नयाँ कानुनले तोकेका सीमाहरू निकै कडा छन्। सबैभन्दा ठूलो टाउको दुखाइको विषय बनेको मोबिलाइजेसन पेस्की अर्थात् अग्रिम भुक्तानीलाई अब अधिकतम 20%मा झारिएको छ। कामै सुरु नगरी पेस्की लिएर बेपत्ता हुने विकृतिलाई यसले ठूलो धक्का दिनेछ। त्यस्तै कामको मात्रा फेरबदल गर्नुपर्दा दिइने भेरिएसन आदेशको अधिकारलाई पनि 5, 10 र 15% सीमा तोकेर कडा निगरानीमा राखिएको छ। एउटा एकदमै चाखलाग्दो कुरा नि, यदि 2वटा बोलपत्रदाताको अङ्क ठ्याक्कै बराबर भयो भने अब सिधै गोला प्रथाबाट निर्णय हुनेछ। र त्योभन्दा पनि गजबको कुरा, यदि कुनै ठेकेदारले तोकिएको समयभन्दा अगावै गुणस्तरीय काम सम्पूर्ण गर्छ भने सरकारले आधिकारिक रूपमै पुरस्कृत गर्ने नयाँ नियम ल्याएको छ। सधैँ काम ढिलो हुने हाम्रो परिपाटीमा यो पुरस्कारको व्यवस्थाले पक्कै पनि एउटा ठूलो मनोवैज्ञानिक परिवर्तन ल्याउनेछ। एकातिर रिभर्स अक्सन मार्फत लागत घटाउने आक्रामक विधि अनि अर्कोतिर प्राविधिक क्षमता जाँच्ने कडा 2 खाम प्रणाली। के यो गजबको संयोजनले वर्षौंदेखि अलपत्र हाम्रा पूर्वाधार विकासको गतिलाई साँच्चै नै पुनः परिभाषित गर्ला त? कानुन त एकदमै बलियो बनेर आएको छ, तर यसको असली परीक्षा कागजमा होइन हाम्रा निर्माण स्थलहरूमा हुनेछ। यसले कस्तो नतिजा दिन्छ हामी सबैले नजिकबाट हेर्नै पर्छ।